सो गाइज आज अप्रिल 24 तपाईँहरू सबैजनालाई थाहा नै छ होइन आज ई स्पोर्ट्सको चाहिँ के हो भनेर। सो अब चाहिँ केही आवर्स बाँकी छ होइन हाम्रो ग्रुप स्टेजको गेम हुनको लागि। सो आजको बेलुका 5 बजेदेखि चाहिँ हाम्रो गेम स्टार्ट हुनेछ। ग्रुप एमा कुन कुन टिम रहेको छ, ग्रुप बीमा कुन कुन टिम रहेको छ, ग्रुप सीमा कुन कुन टिम रहेको छ तपाईँहरूले स्क्रिनमा त हेर्नु नै भयो होइन। सो यो 18वटा टिम मध्ये एउटा टिमले चाहिँ होइन नेपाललाई रिप्रेजेन्ट गर्नेछ होइन। सो एकदमै गुड न्युज रहेको छ। आज बेलुका 5 बजेदेखि चाहिँ गेम स्टार्ट हुनेछ भने हाम्रो सेकेन्ड र थर्डले चाहिँ साउथ एसियाको प्लेन्स खेल्न पाउनेछ होइन। सो नम्बर 1 हुनेले चाहिँ अब हाम्रो नेपाललाई रिप्रेजेन्ट गर्न पाउने भयो। फ्री फायर वर्ल्ड सिरिजमा नेपालको एउटा स्लट त्यता जाने भयो होइन। सो आज बेलुकादेखि चाहिँ तपाईँहरू आफ्नो फेभरेट टिमलाई सपोर्ट गर्न आउनु होला होइन। सो केही टाइम अगाडि थियो होइन, कुनै वर्ष अगाडि हाम्रो नेपाली प्लेयर्सहरूले लाइक इन्डियनको युट्युब च्यानलमा बाहिर इन्टरनेसनल युट्युब च्यानलहरूमा स्पोर्ट्स भइरहेको बेला फ्री फायर अफिसियल टुर्नामेन्ट फर नेपाल यस्तो यस्तो भनेर स्प्याम गरिन्थ्यो होइन। सो आज फाइनली त्यो अपर्च्युनिटी आइसकेको छ नेपालको लागि। सो सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु होइन। सो कुन एउटा टिम जान्छ, तपाईँहरू कुन टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला है त।